हेलो एभ्रिवान वेलकम टु माई च्यानल। म चाहिँ आज ढिलो भयो घरबाट निस्किन के अरे म चाहिँ आज फेरि पोखरा जान लाग्यो ब्लाउज सिलाउन। त्यही भएर बस कुरेको, बस पनि आउँदैन चाहिने बेलामा बस कहिल्यै पाउँदिनँ कि मैले टाइममा। कपाल पुरै भुरभुर भुरभुर देखा। यहाँ चाहिँ नेल चलिरहेको छ, नेल बनाउँदैछ साथीले। यता हेर्नुहोस् न। हाई गाइस, वेलकम ब्याक समिता मिस्टर ब्लगमा। अनि उहाँ चाहिँ मलाई साथी दिन मात्र आउनु भएको यति गर्नलाई। होइन काम छ हाम्रो। काम छ हाम्रो के अरे ब्लाउज सिलाउन ह के ब्लाउज सिलाउन ह अनि त्यसपछि ट्र्याक पनि काट्न ह। अनि मैले ट्र्याक पनि देखाएँ गाइस। यहाँ चाहिँ नेल भेलिएर फोटोसुट चल्दैछ। कस्तो राम्रो भएको। आहा राम्रो आएको छ। वाउ कस्तो राम्रो देखेको, दामी। वाह खै यहाँ झन् दामी देखियो। वाउ हामी चाहिँ लाग्यो नेल्स बनाएर। हेलो उसको चाहिँ नेल्स खाइयो भर्खर हेर्नु। हामीले चाहिँ यो वाला मतलब के उसको भन्छ होइन, उसको यो चाहिँ पानी डिटु सेम त्यस्तै भयो। त्यही भएर उहाँ चाहिँ सेटिस्फाइड हुन्छ एकदम होइन। अब हाम्रो मेन काम भनेको चाहिँ साथीहरूको ब्लाउज सिलाउन जाने हो। किनभने लास्ट टाइम पनि हामी ब्लाउज सिलाउनु भनेरै आएको, तर त्यो काम बाहेक हाम्रो सबै काम भयो, त्यो चाहिँ भएन। अब त यसरी बोल्नुपर्छ होला कि त्यो काम भयो। नेल्स बनाएपछि स्प्यारो जाति भन्नेवाला भयो कि यहाँ उता पो जाने कि हाम्रो लगायो कि जतिखेर नि लगाइस् बाई। अनि जो यस्तो बाइक अरू गर्न आउँदैन। भ्लगको नाममा यही हो के अरे। हामीले चाहिँ ब्लाउजको कपडा किनेर चाहिँ सिलाउन दियौँ। बाहिरी आवाज बढी आएको छ होला साथीहरू। ए घुमाइ यही ठोकिदिन्छु दाइ, ल्याइदिनु भयो त। हाम्रो स्कुटर यहाँ छ गाइस। यहाँ छ अनि अब हामी चाहिँ खाजा खान जान्छौँ। चटपट र पानीपुरी, भेनाको चटपट। नङ देखाइदिनुहोस् न त नङ। तपाईँले नि त्यता झ्याउ गर्नुभएको छ, मैले यता झ्याउ गरेको भिडियो नगएर आएको रहेछु। यत्तिकै खिचेको मात्र रहेछु के। ल हामी चटपट खान आएको, उहाँले चाहिँ पानी पकाउनु भयो। सब आधा पानी त यहाँ खस्छ साथीहरू। यहाँको चाहिँ चटपट चाहिँ एकदम मिठो हुन्छ। सबै मिठो हुन्छ। चटपट पानीपुरी चाहिँ एकदम मिठो हुन्छ। चाउमिन पनि यस्तो मिठो हुन्छ यहाँको। भर्खर मैले यहाँ खाएर देखाएँ, भिडियो गरेँ भनेको भिडियो नगरेर रहेछु कि। हामी पहिला पहिला सोध्दै आउँथ्यौँ कि यहाँ खाना। कस्तो हामीले चाहिँ आइसक्रिम कस्तो कमेडी देखेको। हामी चाहिँ आइसक्रिम खाँदै हो। मलाई चाहिँ त्यो यस्तो अलिक खासै मन पर्दैन, त्यही भएर मैले चाहिँ यस्तोवाला चाहिँ यो कोन खाना एकदम मिठो लाग्छ कि क्रिममा मिसाएर। मलाई चाहिँ मेरो चाहिँ अलवेज फेभरेट भनेको यो चोकोबार। यसमा नट्सहरू भयो भने झन् मिठो हुन्छ। यहाँ नरहेछ है। ल गाइस मलाई आइसक्रिम चाहिँ यसरी भाँचेर लास्टमा होइन यस्तै चोरेर यस्तै खा। अनि कि यो अलिअलि गर्दै टोक्न मजा आउँछ कि भन्ने म पिस लाग्छ। अनि यस्तो गरेन यस्तो वाह बस भयो। यति गर्नलाई समिता मिसले 70 रुपियाँ खानु भएको छ गाइस। ल गाइस हाम्रो आजको भ्लग चाहिँ यही हुन्छ। बाई बाई। अब उसको चाहिँ यहाँनिर हस्पिटलमा काम छ साथीहरू। सिर्जना चौकमा चाहिँ मैले उसलाई छोडिदिएँ। अब म चाहिँ यहाँबाट मेरो आफ्नो कामको लागि जान्छु। अनि काम सके भ्याएपछि म घर जान्छु। भोलि चाहिँ हामी ठ्याक्क
1 बजे भेट्छौँ किनभने 1 बजे भोलि हामी चाहिँ मेहन्दीमा जान छ हाम्रो एकजना मिसको एकजना साथीको चाहिँ उयो गर्न छ त्यही नै हो ल बाई 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 गाइस